हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आजको भिडियो चाहिँ मन्दिरबाटै स्टार्ट भयो। अनि आज चाहिँ म र भाइको दाइ अक्कल दर्शन गर्न आएको। हामी चाहिँ भर्खरै दर्शन गरेर भर्खर तल झर्दैछौँ। यता भाइ र म त्यो उ गरौँ न पहिला टोकरीमा। हामी चाहिँ अब अघि चाहिँ हतार भएर बिहान आउँदा चाहिँ अब भिडियो गर्न पाएको थिएन। हामी भर्खर स्टार्ट गरेँ र त्यसलाई पहिला खनाउँ दियो है खनाउँ न त्यो उ गरेर यसमा चाहिँ यसमा यसमा हालौँ कि यसमा अन्त के भने ल अब के भने अहिले एकछिनपछि भेटौँ। पहिला यहाँ यो टोकरी खनाउँछु अनि त्यसपछि भेटौँ ल बाई ल ल अब चाहिँ हामी जानुपर्ने हुन्छ यसमा पनि ल एउटा मात्र। हस् हजुर आरामसँग गऱ्यो रानी नरानी होला भन्नु ल अब चाहिँ घर जानुपर्ने हुन्छ किनकि नानी अब जानु लाहा उता त्यही भएर त्यसलाई भेटेर भनेर पनि अलिक छिटो जानुपर्ने हुन्छ हामी चाहिँ घर। अनि खै यहाँको अहिले त टोकरी दिनेवाला हुन्छ नलाई के टोप नलाउनु पर्छ यहाँ यसमा त ल त टोपीले हावाले हात नलाउनु एकछिन टोकरी दिदी अङ्कलहरू पुऱ्याइदिनु ल अब चाहिँ अब हामी जानुपर्ने हुन्छ। छिटो बस् ल भिडियो भइरह नि। मेरो यो अड्कियो त के भयो? हस् हजुर जाम ल यसरी समाज यसरी ट्याक्क यसरी हुनु पऱ्यो ल यतापट्टि गर्न मिल्दैन। अब हामी अघि आउँदा चाहिँ हतार भएको भएर के भिडियो गर्न पाएको थिएन, त्यही भएर अहिले गर्दैछु। अनि बाटो त अझ दामी सबै यो बिच भएको भएर दामी भएको ह सब दामी ह। कुनै ठाउँमा चाहिँ अफरोड छ ठिकै छ। अनि अब घर जाँदा छिटै पुगिन्छ, घर छिटै पुगिन्छ, धेरै लाग्दैन। अब के हुन्छ अब बाटोमा देखाउँछु, नत्र एकैचोटि घर पुगेर गरिसके गरेछिस् मान्छे यस्तो ओभरटेक त्यो ओह्रालोमा कोही हेर्न यस्तो पेलेर आउँछ। ओके ओके त्यो उताबाट चाहिँ मलाई हात दिएर चाहिँ सङ्केत गर्नुभयो। कुनैले चाहिँ यसरी चलाएर यसरी उ गरेर चलाउँछ है, तर कुनै भने त्यस्तो अघि जस्तै पेलेर आउँछ कि। ल अब चाहिँ जानुपर्ने हुन्छ। थ्याङ्क यू। हामी चाहिँ कुद्दै आइपुग्यो।
ल अहिले चाहिँ हामी चाहिँ घर आइसक्यो अनि मेरो भाइ चाहिँ घर आइसक्यो दर्शन गरेर। अनि बिहान चाहिँ अब त्यही हो हतार भएको भएर ढिलो पनि भएको थियो, त्यही भएर भिडियो गराउनु पाएको थिएन। अनि त्यही फर्किने बेलामा भिडियो स्टार्ट गरेर भर्खर आइपुग्यो। अनि त्यही हो अब नानी पनि जाँदैछ, अनि त्यही भएर यता चाहिँ नानीले ठुलो नानीले चाहिँ रोटी पोल्दैछ अनि सानो नानी चाहिँ यहाँ रेडी भएर बसिसक्यो। अनि त्यही हो ल अब यता म बुढा बाबाकोतिर जान्छु त। हेलो हेलो बुढा बाबा, यता चाहिँ बुढा बाबा हुनुहुन्छ है। ल एकछिनमा ल है कता गएर आउनुभयो बिहान बिहान? बिहान गयो तलतिर बजारतिर गएर साथीहरूसँग भेट भएर बिहान बिहान आयो। सबैभन्दा आज गफ मिलेको इन्द्र सर र मेरो पुरानो साथीको हुँदा त्यहाँ खुब मिठो गफ चल्यो। पढाइदेखि गएर पेन्सन निस्कने बेलासम्म कुरो मिल्यो कि त्यही टाइम पास भयो। अनि त्यही मैले मोबाइल खसालेको छु, मोबाइल खसालेको चाहिँ इन्द्र सरले फोन गरेर फेरि त्यहाँ काम गर्ने मान्छेहरूले भेटेर दियो। ल बुढो भने अनि अहिले चाहिँ साथीहरूलाई भेटेर आउनुभएको रहेछ। अनि दिउँसो चाहिँ उता खै अब खै उता निमालाई भेट्न जाने भन्दै हुनुहुन्छ। अनि त्यही हो अनि त्यही अब निमालाई अब बाबा के अरे बुढाबाले चाहिँ भरे के कसरी ल्याइदिनुहुन्छ के कसरी ल्याइदिनुहुन्छ अरे? रोटी 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 सेलरोटी लिएर जाँदै हुनुहुन्छ। ल अब बहिनी आज बहिनी काठमाडौँ जाने हो, बहिनी हो बिदा गर्न जाने अब रोटी र नानी चाहिँ अब पढ्न भनेर जाँदैछन्। छुट्टी जम्मा 2 दिनको छुट्टीमा आएको थियो। अनि त्यही भएर म पनि छुट्टीमा भनेर घर आएको थिएँ नानीलाई भेट्न भनेर। अनि त्यही हो ल अब अहिले एकछिनपछि के हुन्छ त्यही देखाउँछु ल। भएन ल अब त म यो खाएर चाहिँ अब दोकान जानुपर्ने हुन्छ, त्यही भएर म खाना खान्छु छिटो अनि खाना खाएर दोकान जान्छु। मासु खानु भयो नि माछा त चाहियो। र म चाहिँ नानीको बस छुट्टीको भएर फेरि यहाँ खैरिन्टार चाहिँ नानीलाई पुऱ्याउन भनेर यहाँ भर्खर आइपुगेँ। नानी भर्खर गयो अनि बस छुटेर भर्खर पुऱ्याउन आएँ अनि भर्खर गयो नानी पनि। म चाहिँ अहिले पसल आइसकेँ होइन। अनि नानीलाई पुऱ्याएर नि अब मेरो काम भनेको चाहिँ पसल बनाउने सफा गर्ने। दोकान पनि अलिअलि सफा गरेँ अनि सफा गरेर अहिले चाहिँ अब रात पनि परिसक्यो अनि यता बत्ती बालिसकेँ यता अनि यो आज चाहिँ त्यही हो बिहान दर्शन गर्न मन्दिर गएँ अनि मन्दिरबाट आएर त्यही एकछिन नानीलाई पुऱ्याएपछि अनि म चाहिँ पसलमा बसेँ। अनि त्यही हो अब चाहिँ राति पऱ्यो अनि बाबासँग चाहिँ उता यहाँ पसलमा बस्नुपर्ने काम भएको भएर चाहिँ अब बाबासँग जानु पाएन काममा। अनि त्यही भएर नानी र मम्मी चाहिँ घरै हुनुहुन्छ, त्यही भएर अब आजलाई यति नै हुन्छ। यति भन्दै मेरो भिडियो यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई।